हजुर नमस्ते नमस्कार। मेरो नाम लोकेन्द्र धानुक हो। मेरो घर बैतडी जिल्ला पुर्चौडी नगरपालिका वडा नम्बर 4 भटाना पारिसैनी हो। हालको बसाइ भने छिमेकी राष्ट्र भारतका बेङ्गलोरमा छु। घर नगयालाई 3 वर्ष भइगया। सम्झन पढुन्ज्या मलाई दिलबहादुर धानुकको छोरा भणबटी चिन्ने नचिन्ने सबैलाई सम्झ्याएको छु र भाइ तिमीलाई पनि झिक्कै झिक्कै सम्झ्याएको छु भणबटी लेख्दान। उनले सम्झना सन्देश लै ईसा गीतबटे छाडाइथे देख्या उनीहरा गीतु अब यसरी सुरु हुनान्। वैशाख जेठका महिना पानी वर्षन दिनु, वैशाख जेठका महिना पानी वर्षन दिनु, म याद आएकी बेला साइले दर्शन दिनु कठै कठ, म याद आएकी बेला साइले दर्शन दिनु, प्यारी तेरा हातको रोटो खाएर अगाउँला, प्यारी तेरा हातको रोटो खाएर अगाउँला, यही पालिका तीजमा तोकी लाल साडी मगाउँला कठै कठ। भोतिनीको यसपालि साडी किनिदिने मन छ के हो देख्या उनीहरू। यही पालिका तीजमा तोकी लाल साडी मगाउँला, खाना मैले खाएकै छु पेट मेरो भोकै छ, खाना मैले खाएकै छु पेट मेरो भोकै छ, बाहिरी दन्त हाँस्यापन हृदय रोकै छ कठै लाडी, बाहिरी दन्त हाँस्या पनि हृदय रोकै छ, गरिब बाउको गरिब छोरो परदेशको बास, गरिब बाउको गरिब छोरो परदेशको बास, प्यारी तँलाई खुसी राख्लो चले सम्म सास हरे र, प्यारी तँलाई खुसी राख्लो चले सम्म सास, बसाई मेरो भारतका बेङ्गलोर सहर, बसाई मेरो भारतका बेङ्गलोर सहर, पुरा कहिले गरिसक्लो प्यारी तुन तेरा रहर हरे र, पुरा कहिले गरिसक्लो प्यारी तुन तेरा रहर, परदेश छाडी घर जाने कहिले दिन आउना, परदेश छाडी घर जाने कहिले दिन आउना, इज बाबा की याद आउने बेला सुइना भेट्ट आउना, इज बाबा की याद आउने बेला सुइना भेट्ट आउना, इज बाबा की याद आउने बेला सुइना भेट्ट आउना। कठै कठ भोतिनीका देवडा गीत लेखपट पठाइरहेको थिए लोकेन्द्र धानुकजीले। उनीहरा देवडा गीत मैले भने तमरा माझमा राखेले तमुनलाई उनीहरा देवडा गीत कसा लागे जसो लागे उसो सल्लाह सुझाव प्रतिक्रिया तलको कमेन्ट बक्समा लेखपट पठाउन जन्बिस्रिया भन्नु रे ओना दिनका बसामाले इसो गरपटी साथ सपोर्ट दिना रे या लोकेन्द्रजी भन्नु रे तमुनलाई कार्यक्रम परदेशी व्यवहारमै सहभागी हुन चाहन्छौ भने तैकी लेखा तमले एसके धामी फेसबुक पेजलाई फलो रे कृष्ण धामी अफिसियल युट्युब च्यानलमा जाइबटी त युट्युब च्यानललाई सब्सक्राइब गरबटी तसै भिडियोका तलतिर कमेन्ट बक्समा अथवा डाइरेक्ट हाम्रा ये एसके धामी फेसबुक पेजका मेसेन्जर बक्समा आफ्ना देवडा गीत लेखपट पठाइ सकन्छौ भन्नु रे। आजका ये परदेशी व्यवहार कार्यक्रमका बसाइ बैठे मै तम्रै सुख दुःखको सहयात्री कार्यक्रम प्रस्तुता कृष्ण धामीलाई छुटिने अनुमति माग्दौ कोही। नमस्कार।